राख्न चाहन्छु। धेरै कुराहरू आइसक्यो। हामी व्यवसाय यसै पनि अत्यन्तै व्यस्त। मोबाइल व्यवसाय भनेपछि धेरै व्यस्त। यो 10 बजेको टाइम भइसकेको छ। कति साथीहरूलाई पसल व्यवसायमा जान हतार भइसकेको छ। धेरै समय लिन चाहन्न। धेरै कुराहरू हाम्रो प्रमुख अतिथिज्यूबाट आइसकेको छ, सञ्चालिकाज्यूबाट पनि आइसकेको छ। हामीले के मात्र गर्न खोजेका हौँ भने मोबाइल व्यवसायहरू चाहिँ कानुनी रूपमा काम गर्दै पनि स्पष्ट कानुनको अभावले गर्दा चाहिँ हामी एउटा त्रासको वातावरणमा व्यवसाय गर्नुपर्ने अवस्थामा छौँ। कति दिन यो त्रासको वातावरणमा काम गरिरहेको छ? हामीले स्पष्ट नियम कानुन छैन। यो कारणले गर्दाखेरि हामीले जिल्ला स्थानीय इकाइबाट एउटा चाहिँ मोबाइल व्यवसाय साथीहरूको समूह बनाउँदै संस्था बनाउँदै कोटेश्वरबाट सुरु गरेको मोबाइल व्यवसाय संस्था आज देशैभरि 70 जिल्लामा पुगेको छ। यसमा यहाँलाई चाहिँ मैले जानकारी गराउन चाहँदा एकदम गर्व महसुस गरेको छु। कोटेश्वरबाट हामीले एउटा मोबाइल व्यवसाय संस्था बनाएको थियौँ। त्यसपछि गएर तपाईँको चाहिँ जिल्लाभरि स्थानीय निकायमा हामीले वरिपरि हामीले समेट्दै जस्तो प्रेप्सिकलामा छ, मध्यपुरका मोबाइल व्यवसायसँग हाम्रो प्रकाश कार्कीजी हुनुहुन्छ। चाबेलमा हाम्रो बद्री दाई आदरणीय दाइले चाहिँ चाबेलका मोबाइल व्यवसाय साथीहरूलाई चाहिँ परेका निर्माणकारमा एकीकृत गर्दै हुनुहुन्छ। त्यसै गरी जोरपाटी एरियामा कलङ्कीमा दिपक गौडीजी यस्तै साथीहरूलाई मिलेर एउटा संस्था बनाएर अहिले चाहिँ नेपाल 70 जिल्लासम्म यो संस्था विस्तार भएको यहाँलाई जानकारी गराउन चाहन्छु। यसरी साथीहरू अहिले हाम्रो यो कार्यक्रममा प्रदेशबाट पनि आउनु भएको छ। अघि कुराहरू सिकेका छ। हामीले के मात्र भन्न खोजेको हो भने म पनि तपाईँहरू जस्तै व्यवसाय हो, मोबाइल व्यवसाय हो। म पनि हेर्नुहोस् पसल छोडेर यहाँ आएको छु, कुनै स्वार्थले आएको छैन। मात्रै एउटा स्वार्थ छ, हामी मोबाइल व्यवसायहरूले चाहिँ एकजुट भएर एक ढिक्का भएर हामीले भोग्नु परेको समस्याहरूलाई चाहिँ समाधान गरौँ। एउटा व्यक्तिले गरेर केही हुँदैन। अहिले नेपालको परिवेश हेर्नुहोस्, छोटो समयमा मोबाइल व्यवसाय धेरै चाहिँ अगाडि आयो। यो चाहिँ अहिलेको डिजिटल मैत्री प्रविधि भइसकेको विकास भएको अवस्थामा स्पष्ट नियम कानुन छैन। हामीले मोबाइल बेच्ने सिलसिलामा मर्मत गर्ने सिलसिलामा कति दिन चाहिँ हामीले यो चाहिँ अप्ठ्यारो महसुस गरेर बस्नुपर्ने। हेर्नुहोस् है साथीहरू, यो कारणले गर्दाखेरि हामीले सम्पूर्ण साथीहरू एकजुट भएर यो यस्तो कार्यक्रमहरूलाई चाहिँ यहाँले साथ सपोर्ट गरेर हौसला दिएर हामीले चाहिँ सहयोग गर्नुहुन्छ आशा दिन्छु। र आगामी दिनमा यो कार्यक्रम चाहिँ एउटा सुरुवातको कार्यक्रम मात्रै हो। यस्तो कार्यक्रमहरू को लागि चाहिँ हामी जिल्ला प्रहरी परिषद लगायत अन्य निकायहरूसँग समन्वय गर्दै जानेछौँ। यहाँ कतिपय साथीहरूले कुराहरू उठाउनु भएको थियो। तपाईँहरू चाहिँ एउटा अध्यक्ष सदस्य भएर अगाडि बसिनु भएको छ, के गर्नुभयो के गर्नु भएको भन्नुभएको थियो। यो कुराहरू जानकारी पाउन सक्छ। हामीले आफ्नो व्यवसायहरूलाई केही समय छुट्याएर संस्थागत रूपमा लागिरहँदा आज हामी सबैजना यहाँ जम्मा हुन सकेका छौँ। यो कुराहरूले यहाँले हिँडाराधि बनाउनु गएको छु। साथीहरू हामी कुनै स्वार्थले हिँडेका छौँ, यहाँलाई केही पनि प्रयोग गर्न चाहन्छु। आदरणीय व्यवसाय साथीहरू, यहाँहरूले अहिले जुन हाम्रो यो अहिले ग्रुप बन्दैछ, यो ग्रुपमा आफ्नो समस्या राख्न सक्नुहुन्छ। हामीले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग साथसहयोग समूहमा हामी गर्न तयार छौँ। र सम्बन्धित निकाय जस्तो अहिले यहाँलाई के अवगत गराउन चाहन्छु भने नेपाल मोबाइल व्यवसाय महासङ्घ जुन गठन भएको छ, यो चाहिँ एउटा हाम्रो उपाध्यक्ष आदरणीय छतन्द्र आचार्यज्यूको संयोजकतामा एउटा कमिटी पनि गठन भएको छ। त्यो कमिटी के गर्दैछ भने यहाँलाई जानकारी गराउन चाहन्छु। यो हाम्रो नीति नियम जुन छ, राज्यले बनाइदिनु नीति नियम हामी आफै लागिरहनु परेको छ। उहाँ चाहिँ एउटा कानुनी सल्लाहकारज्यूको सहयोगमा उहाँले चाहिँ एउटा मसौदा तयार गर्दै हुन्छ। त्यो चाहिँ एउटा ऐन बनेर आयो भने हामीलाई चाहिँ पसलमा व्यवसाय गरेर बस्ने बाटो सहज हुन्छ कि भन्ने हाम्रो अपेक्षा हो। यसको लागि यति मात्र होइन, साथीहरूले सिटिभिटीबाट व्यवसायहरूका दक्षताका प्रमाणपत्रहरू, दक्षताका चाहिँ जुन एउटा मोबाइल बनाउँदै गर्दाखेरि टेक्निसियनहरूलाई एउटा चाहिँ जुन दक्षताको चाहिँ छैन, दक्षता छ, सिप छ, तर के छ भने कानुनी रूपमा प्रमाणपत्र छैन। त्यो अवस्था पनि उसलाई पनि हाम्रो सचिव दिदी तामाङज्यूले यस विषयमा लागिरहनु भएको यहाँ जानकारी गराउन चाहन्छु। साथीहरू, यसै गरी हामीले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर विभिन्न चाहिँ रचनात्मक कार्यक्रमहरू, व्यवसायको हकका कार्यक्रममा हिँडिरहेका छौँ। यहाँलाई जानकारी गराउँदै आउने दिनहरूमा यहाँको साथ सपोर्ट सुझाव सल्लाहको चाहिँ अपेक्षा गर्दै यहाँ हामीले गरेको कमजोरीमा यहाँले चाहिँ सुधार्ने मौका दिनुहुन्छ भन्ने अपेक्षा गर्दै यहाँ आज उपस्थित सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म छोटो वक्तव्य गर्न चाहन्छु।